संविधान चौतारीमा फेरि स्वागत छ। अघिल्लो अङ्कमा हामीले हाम्रो राष्ट्रको परिचय र पहिचानबारे छलफल गर्यौं। आज हामी संविधानको एक अत्यन्तै महत्त्वपूर्ण भाग 2 नागरिकताबारे कुरा गर्नेछौं। यसले परिभाषित गर्छ कि को नेपाली हो र नागरिक हुनुको आधार के हो। सबैभन्दा पहिले धारा 10 ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनी सुनिश्चित गर्दछ। अब प्रश्न आउँछ, नेपालको नागरिक कसरी भइन्छ? धारा 11 ले यसका विभिन्न आधारहरू तोकेको छ। मुख्य आधार हो वंशजको आधारमा। कुनै व्यक्तिको जन्म हुँदा उसको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ। धारा 11 ले केही महत्त्वपूर्ण र प्रगतिशील व्यवस्थाहरू पनि गरेको छ। जस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्मेको र नेपालमै बसेको तर बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजकै आधारमा नागरिकता प्रदान गरिनेछ। तर यदि बाबु विदेशी ठहरेमा उसको नागरिकता सङ्घीय कानुन बमोजिम अङ्गीकृतमा परिणत हुनेछ। त्यसैगरी नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्नेछिन्। धारा 12 ले अर्को एउटा निकै महत्त्वपूर्ण व्यवस्था गरेको छ। यस अनुसार वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यक्तिले आफ्नो आमा वा बाबुको नामबाट आफ्नो लैङ्गिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ। अब आउँछ धारा 13। यसले नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्थाहरू सङ्घीय कानुन बमोजिम हुनेछ भनेर स्पष्ट पारेको छ। यसको अर्थ संविधानले मूल बाटो देखाउँछ र विस्तृत प्रक्रिया कानुनले तोक्छ। त्यसपछि धारा 14 ले विदेशमा बस्ने नेपालीहरूका लागि विशेष व्यवस्था गरेको छ। सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरेका र पहिले वंशज वा जन्मको आधारमा नेपालको नागरिक रहेका व्यक्तिहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ। अन्त्यमा धारा 15 ले प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नागरिकता सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ भनी उल्लेख गरेको छ। आज हामीले नागरिकता सम्बन्धी महत्त्वपूर्ण संवैधानिक व्यवस्थाहरूबारे जान्यौं। भाग 2 ले नागरिकताका विभिन्न आधारहरू र यसका समावेशी पक्षहरूलाई समेटेको छ। संविधान चौतारीको अर्को अङ्कमा हामी सबैभन्दा महत्त्वपूर्ण भाग 3 मौलिक हक र कर्तव्यबारे विस्तृत रूपमा जान्नेछौँ। हामीसँगै रहनुहोला। धन्यवाद।